ल गाइज हामी चाहिँ अब यो खनारको भाइरल ठाउँमा जान हामी चाहिँ फाइनली खनार आइपुगेको छौँ यो मन्दिर। अब हामी यो पुल कटेर गन्तव्यतर्फ लाग्दैछौँ है। खनारको भाइरल झरना भनौँ होइन, हामी खनारको भाइरल ठाउँ भनौँ न जाँदैछौँ। यही बाटो सिधै हो। अब यतै मन्दिरको छेउमा हटिया पनि लाग्ने गरेको रहेछ। कटुवाल ग्रिल एल्युमिनियम स्टिल, यो बाटो सिधै एकदम। अब बिचमा यो सानो पुल छ, तर बाटो चाहिँ अलि धुलो पनि उड्दैछ है। ठिकै छ बाटो, खासै त्यस्तो खराब पनि छैन। अब हेर्दैछौँ अगाडि। अब यहाँ बिचमा चाहिँ ग्राभल बाटो पनि रहेछ, ठिकै छ, राम्रै छ बाटो चाहिँ। तपाईँहरू सबैजना आइदिनु होला है। हामी पनि फर्स्टचोटि जान लाग्दैछ। हाम्रो साथी ड्राइभ गर्दैछन् बाइक। हाम्रो मनोजी एकदम मेरो जिग्री मिल्ने साथी, देवानगञ्जबाट आउनुभएको घुम्नलाई। घर किधर जाता है बिस्तारै। ल फाइनली गाइज हामी आइपुग्न लाग्यौँ। यही पुलको तल हो हामी आइपुग्यौँ है। यही ठाउँ हो भाइरल प्लेस। ल गाइज हामी आइसक्यौँ है। ल गाइज फाइनली हामी चाहिँ आइसक्यौँ है। तपाईँहरू पनि आउनु होला, हामी त आइपुग्यौँ है। अब यो ठाउँलाई अझ भाइरल गर्नुपर्छ है सबैजनाले। यहाँ चाहिँ लोकेसन वाउ खालको छ है, साह्रै राम्रो रहेछ लोकेसन चाहिँ। तपाईँहरू पनि कृपया आइदिनु होला। यो खनारको बाटो हुँदा यो बुढी गङ्गामा पर्छ। सबैजना एकदम आइदिनु होला। सबैजना साथीहरू पनि भिडियो बनाउन आइसक्नु भएको रहेछ। सबैजना आउनु होला है। अनि मेरो साथी भनेको मनोजी भनेको उहाँ नै है, एकदम हाई भन्नु सबैजनालाई हाई। ल हाम्रो देवानगञ्जबाट आउनुभएको घुम्नको लागि, उहाँले नै अघिदेखि ड्राइभ गर्दै हुनुहुन्थ्यो।